हामी चाहिँ आज लुम्बिनी घुम्न आएको उताहान पूजन र सगुन केही पनि देखिए होइन है अँधेरो आउँदैछन् उता खै त विशाल दाइहरू उहाँ 3 जना आउँदै हुनुहुन्छ यहाँ फोटो खिच्दैछन् हाम्रो फोटोग्राफरहरूले उता गइसके 3 जना अनि म चाहिँ छु यता आज चाहिँ हामी फेरि पनि लुम्बिनी घुम्न आएको छौँ त्यही हो यहाँ छि सगुन अनि उता छ हाम्रो भाइ पूजन अनि हामी चाहिँ अस्ति न कहिले आएको गरे पुस 15 मा आएको थियौँ अनि आज पनि फेरि नाइट भ्यू हेर्न भनेर आएको छौँ अस्ति नै नाइट कस्तो बन्छ अन्तिमसम्म हेरेर कमेन्टमा भनिदिनु होला यदि सब्स्क्राइब नगर्नु भएको छ भने सब्स्क्राइब गरिदिनु होला त्यही हो हाम्रो भाइ फेरि नजाने भाषा बोलिदिने के अनि अरूहरू चाहिँ उता गइसके हामी चाहिँ यहाँ हिँड्दै छौँ हामी चाहिँ भर्खर यहाँ आइपुग्यौँ अहिले 8 बज्यो रातिको 8 बजे त त्यही हो अब घर पुग्दा कति बज्छ थाहा छैन उहाँ चाहिँ उहाँ भिडियो गर्दैछन् दिदीहरू चाहिँ अगाडि फोटो खिच्ने भिडियो सुट गर्ने भइरह अनि यहाँ चाहिँ हुनुहुन्छ हाम्रो मनिषा दिदी हैन यता छिन् हाम्रो दिपा अनि उता हाम्रो उता चाहिँ फोटो सुट भइरह फोटो सुट अरे हिँड्न आउँदा त्यही हो सन्तोष ओ सन्तोष यता हेर्दै त तिम्रो न्यू लुक्स पनि मेरो युट्युबका साथीहरूलाई देखाइदिउँ ह्यान्डसम हाम्रो सन्तोष भाइ कपाल कलर गरेर एकदम से ह्यान्डसम भएर आहा न अनि तिमीलाई चाहिँ लुम्बिनी जाम भनेर कसले नि भनेको बबिता दिदीले यस्तो इमिडिएटली थाहै थिएन त्यतिकै जाम भनेर आएको हामी चाहिँ हावामा के अझै ल अब भन 2 शब्द मेरो लाइफमा के भन्न चाहन्छौ ल भन त यसो भन न राम्री राम्री केटीहरू म सिङ्गल छु यदि कसैलाई केटा चाहिएको छ नि मलाई के भन्छ सम्पर्क गर्नु होला भनेर अहिले एउटा भाइरल चले है यति वर्षको केटो कसैलाई चाहिन्छ नि बिक्रीमा होला के तिमीलाई बिक्रीमा राख्ने मैले त हुन्छ हाम्रो विशाललाई मोबाइल हेर्दै हुनुहुन्छ यता हुनुहुन्छ हाम्रो तेज दाइ अँध्यारोमा देखिनु छ होइन अनि मूर्ति कुकुर आँख देखेर तर्सिराखन् त्यही हो के गर्छन् हौ यिनी फेरि अचम्म हामी कहिले पुसमा हामी खास आउने बुद्ध जयन्तीमा आइथ्यो के स्पेशल त्यति बेला आइथ्यो नि त्यही हो मेरो भ्लग चाहिँ एकदम अब कहिले आएको लास्टचोटि मैले पनि बिर्सिसकेँ एकदम ग्यापमा आएको हो यो हेर त त्यहाँ त मूर्तिमा कति किरा लाख यहाँ त देखियो कि ऊ देखियो हेर ल कस्तो किरा उडिरह त्यो अब नाइट भ्यू हेर्न आएको नाइट भ्यू देखाउनै पर्यो लुम्बिनी उहाँ हो तर अँध्यारोमा केही पनि देखे छैन उहाँ पनि उहाँ पनि छ उहाँ भन्ने अँध्यारोमा देखेन यहाँदेखि तल चाहिँ रहेको छ अब बाटो फोटो खिच्नेलाई पनि हेर्न पानीको बिजुलीको बिल दिदीको च्यानललाई सपोर्ट गरिदिनुहोस् जसले मेरो म आएको छु दिदीको भ्लगमा जसले मलाई चिन्नुहुन्छ दिदीको भ्लगलाई सपोर्ट गरिदिनु म त्यही भन्न चाहन्छु यदि मलाई चिन्नुहुन्छ भने टिकटकमा गएर पूजन भ्लग सर्च गरेर हेर्नुहोस् त्यस्तो त आफ्नो के भन्छ त्यो च्यानललाई टिकटकलाई हैन त के भन्छ च्यानललाई प्रमोसन गरेर गरेको भन्छ कि आफैलाई भन्नु भिल्ला लाग्छ यहाँ चाहिँ उभिरहेको थियो हामी यहाँ आएको उहाँ पुगिसक्यो हेर के होला अझै त 2 टा आएन लु उहाँ हेर त अझै हेर्न उहाँ बल्ल चाहिँ आइपुग्यो के फोटो खिच्दै बिस्तारै हुँदै जान्छ त्यही हो म चाहिँ अब रेगुलर भिडियो गर्न चाहिँ भ्याएको छैन यस्तै हो अब कहिले घरको काम कहिले के अब त्यस्तै हो आफ्नो कार्य तर मेरो चाहिँ भ्लग खास भने न्यू इयरमै आउँछ भनेको थियो तर अब यता प्रब्लम भएर मेरो आउन अलिक
आउँछ बिस्तारै हैन बिस्तारै आउँछ मेरो पनि बिस्तारै रेगुलर भ्लग भन्ने ब्लगर चिज आउँछ टाइम अनुसारमा बनाउने हो हेर्दै गर्नु होला माया गर्दै गर्नु होला त्यही हो यता उहाँको तिनीहरूले टिकटक बनाएका हुन् कि फोटो खिचेका हुन् कि के गरिरहन् नाइट भ्यू हेर्न आएको रे फोटो खिच्न आए जस्तो भइरह यहाँ उहाँ मान्छेहरू त्यहाँ बन्द भइसक्यो हो ए पोकटियामा आएको अनि के भयो अनि हे बन्द भयो साथीहरू हामी नाइट भ्यू हेर्न आएको लुम्बिनी बन्द भयो पोकटियामा आउन मात्रै भयो के गर्नु यस्तै गाह्रो छ सन्तोषलाई के पिर पर्यो सन्तोष सन्तोष के पिर पर्यो तिमीलाई गाला छोपेर बसेको कस्तो ह्यान्डसम देखिया है तिमी त दुईजना के गरिरहन् टिकटक फोटो बनाइरहन् यहाँ आफ्नो दिदी बस्नु भयो खै त उहाँ विशाल दाईहरू त आउँदै हुनुहुन्छ अब हामी चाहिँ यहाँ बन्द रहेछ उता मन्दिर घुम्न चाहिँ अनि अब चाहिँ हामी यहाँ चाहिँ बत्ती बाल्न जान लागेको अस्ति नआउँदा पनि बालेको थिएँ अब योपालि पनि बाल्छु ए जुत्ता खोल्ने होला नि जुत्ता खोल्ने हो पूजन हामी चाहिँ यहाँ बत्ती बालेर अब बत्ती बालेर हिँडिसक्यौँ यहाँ बल्ल बाल्न आउँदैछन् दुईजना आफ्नो इच्छा अब यहाँ चाहिँ जुत्ता सुत्ता लाउने 7 मैले 3 म चाहिँ यहाँ जुत्ता लगाउँछु चाहिँ अब दिदी र मेरो मात्र जुत्ता हामी चाहिँ यहाँ हिँड्दै अब घरतिर जानलाई हाम्रो टोलीहरू हिँडिरहेछन् के गर्छिन् हौ यिनले देखिरह है यहाँ देखिरह मान्छेले उल्टी प्रसाद अरे यहाँ प्रसाद खावै कसलाई हो प्रसाद ओ के हो यो कुकुरको त यिनीहरूको आफ्नै कुरा फेरि सबैको आफ्नो त हुन्छ नि कुरा कस्तो मेरो फेरि कुरै छैन अनि के गरौँ त मेरो हातै यत्रो नमिल्ने ठुलो बनाउन नमिल्ने अन्त हामी के गर्नु फर्कियौँ त्यस्तै त्यत्रो टाढाबाट आएर पैसा भयो सुरुमै नबोलेर आफै नगुत्यो टिन्न नमस्ते भाग्यमानी भए छिटो छिटो ज्वाइँ पाउन के अरे ज्वाइँलाई ससुराली लिएर आए छिटो छिटो माइजू बन्नु नभन्न जे पाइ त्यही मामा खोज्दैन मामा खोज्दै त मामा त स्याङ्जा घुड्डारा मलाई थाहै छैन यिनीहरूले कहाँ कहाँ के भन्छन् केही बुझ्दिनँ आज हारे भलिबल तिम्रो गाउँ मैले कम त हेरेर बसेको थिएँ हेर त आफ्नै छ यताखेरि आफ्नै तारिफ गरिरहन् अन्त हिँडिरहन् सबै हिँड्दैछन् अनि सगुन भन कस्तो लाग्दैछ आएर फर्किन पर्दा लाग्दैछ मैले गर्दा अहिले मलाई हेर त लास्टमा आएर गल्ती त मलाई बेसरी के मेकअप गरेर मैले मेकअप चाहिँ के गरेको ल भन्दिन भ्लगमै देखिन्छ अनि कसले मेकअप गरे ह लास्टमा हजुर लास्ट भन्न खोजेको मैले त कपाल पनि नगरेर आफू यहाँ हेर भन्न खोजेको हजुरले गरेको हैन अरूले गरेको नकल पारेको हेर्नु गाइजहरु म त यसरी यहाँ देख्छ नकल पारेको यहाँ म त देख्न भन्छु सकिन्छ कसले नकल गरेर पारे नन्ने कुरा म मुख धुन नि तयार मुख धुन तयार छु गरे हामी दुईटा पनि तयार छौं मुख धुन एकदम गर्नु मनेका बहिनी मिस भयो तिमी
सीमालाई पनि धेरै धेरै मिस गरेछौँ। अनि अर्कोचोटि चाहिँ जो सँगै आउन आउने कहिले छुट्ने एकचोटि सबै मनिका सीमासँग आएको क्या अस्ति लास्टचोटि म छुटेको थिएँ कि त्यति बेला यिनी थिएन अब लास्टचोटि आउँदा चाहिँ सबै सँगै आउन पाएन रुपा दिदी हुनुहुन्थ्यो भने थिएँ म त्यति बेला रुपा दिदी नभएको भए मेरो टोपी खसेको थाहा पाइन्थ्यो यसको टोपी हराएको के भाइको फेरि लास्टचोटि आउँदा अब चाहिँ हामी हिँड्दैछौँ यही हो निस्किमे त हामी चाहिँ देखौँ यहाँ ग्रुप फोटो हान्ने अरे साथीहरू एकछिन ल तिनीहरू फेरि कहाँ हिँड्छन् त दुईजना बसिसकेछन् हाम्रो दाइहरू चाहिँ कता कता जानु पर्यो म चाहिँ अब फाइनल्ली हामी बाहिर निस्किसक्यौँ अब यहाँ चाहिँ छ हाम्रो स्कुटीहरू कहाँ हिँडेको र तिनीहरू दुइटा फेरि अझै मिच्छेनन् गरे फोटो खिचेर अझै भ्याएन फोटो खिचेर हामी चाहिँ यहाँ दाइले यता भाइले चलाउने म भाइसँग जान्छु अनि यहाँ सन्तोष भाइसँग चाहिँ दिदी अनि हाम्रो विशाल दाइसँग मान्छेहरू त्यही हो अब हामी चाहिँ जान्छौँ ल यहाँ मैले राखिदिनु त होला नि मोबाइल निन्द्रा पनि लाग्यो यहाँ राखौँ ल यहाँ चाहिँ मोबाइल राख्छौँ अब ल जाउँ हामी घर हिँडेको दुईजना त आउँदैछन् आउँदैछन् पछाडि यहाँ चाहिँ छौँ यहाँ चाहिँ सगुन र म छ यहाँ चाहिँ हामीले भोक लाग्यो भनेर नास्ता खान लागेको अनि नास्तामा चाहिँ थियो चाउमिन र अन्डा अनि हामी चाहिँ नास्ता खाएर घरतिर लागेको थियौँ हामी चाहिँ घर पुग्दाखेरि 11 बजिसकेको थियो अनि त्यही भएर मैले चाहिँ इन्डिङ भिडियो बनाएन त्यसैले मेरो भिडियो चाहिँ अब यतिमै इन्ड गर्छु भिडियो के कस्तो बनेको छ कमेन्टमा भनिदिनु होला।